पहाडको डाँडापाखा भन्ज्याङ चौतारीहरू कति साह्रो मनपर्छ। हेर्नुहोस् तल खोलाको किनारमा बसेको अलिअलि जुम गरेर देखाएको थोरै थोरै देखिन्छ। बिल्कुल जङ्गलको छेउमा, सुनसान जङ्गलको छेउमा बस्तीहरू बसिरहेको छ। यिनी डाँडापाखामा रमाइला दृश्यहरू हेर्दा कति आनन्द महसुस हुन्छ। यो मङ्सिर पुसको जाडोमा पनि टक्क डाँडा ताप्नुको मजै बेग्लै छ क्या। हेर्नुहोस् त त्यो पारि तोरी फुलेको, बारीमा तोरी फुलेको छ, गहुँहरू हरियो हरियो हुँदैछ। सुनसान ठाउँमा गाउँ छ अनि सब डाँडापाखाहरू चिरेर यसरी सडकहरू बनाएको छ। आजभोलि पहाडतिर विकासले पनि गति लिइराखेको छ, सबतिर विकास भइराखेको छ। यस्तो डाँडापाखा भन्ज्याङतिर कालिज खोज्न हिँडेको साथी, कालिज। हेर्नुहोस् त त्यहाँ तल कालिज जस्तो देखिन्छ।